अहिले धरानको नमस्कार, हामी चाहिँ अहिले धरानको श्रम सांस्कृतिक पार्कमा छौँ। हाम्रो यो पार्क घुम्नको लागि भोजपुरबाट इन्जिनियर कृष्णराज राई आउनु भएको छ। कस्तो लाग्यो सर तपाईँलाई? इन्जिनियरिङ भाषामा भन्नुपर्दा यसको स्ट्रक्चरहरू के छ, कस्तो लाग्यो? धरानको श्रम पार्क भनेको चाहिँ साँच्चैकै हेर्न लायक पार्कको रूपमा मैले चाहिँ महसुस गरेँ। सामान्य रूपमा हेर्दाखेरि मनोरम देखिए पनि यहाँ चाहिँ धेरै डिजाइनयुक्त कामहरू भएको देखियो। यो श्रम पार्क भनेको चाहिँ भोजपुर धनकुटा यो पूर्वकै भनौँ न, राम्रो लाग्यो मलाई। यो खोजमा खोलाको गर्तीमा भए पनि यसको भविष्य लामो नदेखिए पनि यो चाहिँ पार्क अहिले कक्षाको लागि धेरै मान्छेहरूको आगमन देख्दाखेरि लगभग यहाँनिर 3-4 हजार मान्छेहरू देखिँदैछ आज शनिबार होइन। भविष्य चाहिँ लामो छैन। भविष्य त खोलाको गर्तीमा भएको कारणले गर्दाखेरि खोला जोगाउनु पर्छ नि हौ। खोलालाई प्रोटेक्सन गर्न गाह्रो छ नि। खोला गहिरोइमै छ यो कुनै न कुनै समयमा खोलाले बगाउने सम्भावना देखिन्छ। धेरै श्रमदाताहरूको धेरै जो यो ककसको नाममा जसको नाममा लाउनु भएको छ नि, चौतारो फलैँचाहरू जसले डोनेसन गर्नु भएको छ नि यसको लागि, यो चाहिँ कुनै समयमा खेर जाने सम्भावना देखिन्छ। तर नगइन्जेलसम्मको लागि चाहिँ नजाओस् भन्ने कामना नगइन्जेलसम्मको लागि चाहिँ यो धेरै राम्रो हो र नजाओस् भन्ने कामना पनि गर्दछु म। तर यो अब यसलाई अब हामीले के गर्नु पर्यो? तपाईँले देखेको के छ? बरु यहाँ यसो गरेर छेक्नुपर्छ भन्नु पर्यो क्या सर? होइन, गइहाल्छ भनेर भन्नु भएन। होइन गइहाल्छ भन्दा पनि यो जाने सम्भावना चाहिँ अत्याधिक देखिन्छ। तर यसलाई प्रोटेक्सन चाहिँ गर्नै पर्छ, नगरी हुन्न। यसो हेर्दै जानु। अब आएर धरानको चितारीको रूपमा हिँड्नुहोस् त अगाडि भन्दै भन्दै। भोजपुरबाट आएर झट्ट धरानको यो एकदम घुम्न योग्य ठाउँ देख्दाखेरि चाहिँ एकदमै रमाइलो खुसी अनुभव गरिरहेको छु मैले। अब यहाँनिर त पाहाडको पानी त खाइरहनु भएको होला। वाबुको पानी खानुहोस् ल। वाबुकको पानी, वाबुकबाट आएको पानी पानीले सायचोकमा गर्नुपर्छ, सायचोकमा गर्नुपर्छ। अनि सिलाम साकमा पनि छ त्यहाँ माथि। वाबु र सिलाम साकमा दुइटैको छ, मिक्स छ। वाबुकको पानीले सोलेवालाई सिलाम साकमा पनि दिन्छ। सिलाम साकमा गरेर चट्ट गर्नुहोस् होइन। धरानको पानी मिठो छ। धरानको पानी मिठो छ है। साह्रै राम्रो रमाइलो ठाउँ बनाउनु भएको रहेछ यसलाई। यो पहिलाको छोर घारी, यो बोन्सो घारी के अरे, यो बनमारा घारीलाई चाहिँ अहिले आएर यति रमाइलो, यति मान्छेहरूलाई चाहिँ घुम्न योग्य ठाउँ बनाइदिएकोमा अर्को साम्पाङ